नमस्ते सबैजनालाई अनि सबैजनालाई ह्यापी मदर्स डे। आज चाहिँ मदर्स डे हो अनि मेरो भाइले चाहिँ मेरो काकीलाई सरप्राइज मदर्स डे विश गर्न आँटेको छ अनि हामी चाहिँ सामान लिन जान लागेको। अब हामी पत्रि जाने। मौसम चाहिँ यस्तो भइसकेको चाहिँ रात परिसकेको छ, तर पनि अब भाइले भनिसकेपछि जानु पर्यो नि त हैन। कल्ले कल्ले कुखुरा पोलो वाउ, यस यस्तो मिठो कुखुराको पोलेको बनायो कि अब हामी चाहिँ लागेको पत्रि। कुन बाटो जाने बुढो? अरे फाइनल्ली पत्रि चाहिँ आइपुग्यो। यहाँ पनि अर्डर रहेछ, मेरो भाइको के अर्डर छ थाहा छैन। फुट्ने चिजहरू छ हो होइन, देखाउने बियर हो क्या, बियरमा यो रसभरीको डिब्बा हो क्या। अनि यो चाहिँ तपाईँलाई ला हामीलाई पनि दिएको अरे। अनि हाम्रो आमैले त बियर खाँदैन त नि। अनि यो हो ल आम्मा कति धेरै रहेछ। मम्मीलाई यो चाहिँ तपाईँलाई मात्रै अरे, यो चाहिँ मम्मीलाई थ्याङ्क यू मेरो भाइ भेनालाई सम्झिस। अनि देखिनु होइन। फाइनल्ली सामानहरू देख्नुभयो होला। अब फेरि हामी केकको लागि पूर्वाञ्चल जाँदैछौँ। यत्रो महिना वर्ष भइसक्यो गाडी कुदाएको, कताको लाइट बाल्ने अझै थाहा छैन। फाइनल्ली हामी पूर्वाञ्चलमा आइपुगिसक्यौँ। हाम्रो यहाँ पनि अर्डर छ अरे, घर लगेर जानुपर्ने। पूर्वाञ्चल क्याफे आइपुग्यौँ। सरप्राइज यही हो। यसको पैसा दिनु नि। 50 कति हो भाइ? हो 100 रुपियाँ। हामी चाहिँ फाइनल्ली घर पुग्नु आँट्यौँ होइन, सरप्राइज दिनुको लागि। यो चाहिँ मेरो भाइले कहाँदेखि, जम्मू काश्मीरदेखि सरप्राइज दिएको हो। मेरो भाइ चाहिँ यतिखेर पाकिस्तानको बोर्डर जम्मू काश्मीरदेखि माथि छ होइन। माथिदेखि पनि आफ्नो आमालाई सरप्राइज दिनको लागि चाहिँ हामीलाई सम्झेको छ। हामी सरप्राइज दिनु जाँदैछौँ। अब बाटो चाहिँ यस्तो छ होइन। मेरो काकाले पुरा यहाँ बनाउँदैछ, छोरी ज्वाइँ आउने बाटो। बुढीमा हेर न, एकको फोन नसिकाउनु नि त नि म ह्याप्पी मदर्स डे। नसिकाउनु नि त नि म भोलि यो गरिहाल्छु नि ह्याप्पी मदर्स डे। सरप्राइज टु विमल लुङ्गेली मगर। के हो यो सरप्राइज अरे? आमै बाहिर भित्र त गर्नु हुँदैन। ल ल सम्झिन। हे बाबु यहाँ हेर्नु, ठुलो बाबु हेलो नमस्ते। उयो हेर्नु न, ठुलो मामु ठुलो बाबा हेलो मनसिङ। छोरा खुसी छ। दाँत झऱ्यो कि क्या हो? लु सरप्राइज हो के? विमल लुङ्गेली मगरले जम्मू काश्मीरदेखि सम्झेको अवस्था। खोइ यता ल्याउ त, यहाँ ल्याउ न। पंछी बनो उड्ती फिरू चलता गगन में। विमल लुङ्गेली मगरले अरे सरप्राइज अरे के हो यो? म त सम्झिन। म त उयो म त यहाँ तेरो सासु र उयो के अरे नानी
विदेशदेखि भए पनि टाढो टाढोदेखि भए पनि मेरो भाइ बहिनीले हेरिरहेछ। लाउरेले यो लाउरेले है सरप्राइज दिएको। खैले होइन यहाँ लु बा हेर्न यहाँ बबीले हल्लाको हल्ला छ घडी लिएको मेरो भित्र ल जाऊ न ऊ यहाँनिर छ ऊ हात त खाली जल्दी गर न बेबी त। यहाँ दिदीले हटाउको ल ऊ त फेन्ने भयो त कस्तो किरमिर भइगयो नि यो टाउको ल्याएर अन्त कस्तो क्यामेरा एकछिन 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 है ह्याप्पी मदर्स डे ह्याप्पी मदर्स डे। होइन कुन स्टाइलको दियो के खालको पो दियो हौ मलाई यो पूर्वाञ्चलले। बिगारो है छ्यास छ्यास पारेर नगर न फेरि यस्तो ह्याप्पी मदर्स डे। खै त नि उता चाहिँ गर्दैन यता आफूले त सरप्राइज भन्ने कुरा चाहिँ यस्तो हुन्छ होइन। कस्तो कस्तो फिल आइरहेछ काकी? यो सोच्नै नसोचेको कुरा हो नि। मलाई त त्यस्तो यो कुनै पनि लागेको थिएन नि यस्तो हुन्छ भनेर चाहिँ यसरी सरप्राइज हुन्छ ल भाइ बहिनीलाई भाइलाई ल आउँछ थ्याङ्क यू दिनु। म त कुनै सोच्नै सोचेको थिइनँ नि। मेरो छोरालाई एकदम छोराछोरीलाई धेरै धेरै धन्यवाद। धेरै टाढै बसे पनि टाढो बसेर पनि आमा सम्झेकोमा धेरै अब यो केकै काट्नुपर्छ भन्ने चाहिँ थिएन होइन। तर पनि अब टाढै बसे पनि आमा सम्झेकोमा धेरै खुसी। अब यहाँभन्दा बोल्ने ठाउँै छैन क्या यहाँ एकदम निशब्द अरे क्या यहाँभन्दा। ह्याप्पी मदर्स डे। तपाईँलाई पो खुवाइदिनु पर्ने मान्यता खुवाइदेऊ अलिकति। ह्याप्पी मदर्स डे। निरोगी हुनु स्वास्थ्य हुनु। थ्याङ्क यू। तिमी पनि खुवाइदेऊ न आमालाई। थोरै खुवाइदिनु अरे हौ क्यामेरामा। हामी त ब्लगको कुरा यिनीहरूलाई त बिर्सिरहेको छौँ नि काकी। म त बिर्सिरहेको यो दिदीलाई छोरीलाई मैले खाइसकेँ। अब यो छोरालाई एकछिन पक्रे मेरो गाईजहरूलाई त यो जेठी दिदीलाई त अघि नै उयो गरे होइन। यो भाइलाई आम्मामा कति हो कति क्या खानेकुरा होइन। अनि यता यो मेरो बुहारीलाई करुणालाई क्यामेराम्यानलाई पनि यो यहाँ छ करुणालाई है खानेकुरा। धन्यवाद अरे क्यामेराम्यानले भनेको। यो चाहिँ ज्वाइँलाई लो खानेकुराहरू चाहिँ हाम्रो यस्तो छ होइन। अब सबै कुरा देखाउनु पनि हुँदैन तर यो चाहिँ स्याउ होला। त्यो स्याउलाई पनि यस्तो देखाउँदा भइहाल्छ। ए मेरो भाइ बुहारी बहिनी यिनीहरू तिनजनै फेरि मेरो सब्सक्राइबर चाहिँ होइन है हुनु चाहिँ। तर पनि म निकालिदिन्छु। देखा लु हो के अरे यो